टिबिएममा आइसक्यो है। टिबिएम यस्तो छ, यहाँको टनल चाहिँ यस्तो प्रकारको हुन्छ होइन। यहाँको त्यो पाइपहरू पुरा लागेको हुन्छ होइन, स्लरी पाइप थियो होइन। यो एल्लो भेन्टिलेसन हो, रातो यो इलेक्ट्रोनिक 11,000 को भोल्टेजको पाइप हो होइन, त्यो तार हो होइन। यसरी जो वालपेपर बनाएको हुन्छ यसरी वालपेपरहरू बनाएको हुन्छ होइन। बल्ब यहाँ खोलेको रहेछ। कस्तो छ भने टिबिएमले खाँदै जान्छ होइन। 1 मिटर 5 खान्छ अनि सेगमेन्ट लाउँछ। यस सेगमेन्टमा 5वटा पिस छ। पाँचवटा पिस जस्तो लाग्यो। 5वटा पिस जोडेर एउटा रिङ बन्छ। 1 मिटर 500 को हुन्छ एउटा रिङ चौडाइ चाहिँ। टक्क रिङ बन्दै 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 गएर जाने हो। यस्तो हुन्छ है टिबिएमसम्म चाहिँ। यहाँ देख्न सक्नुहुन्छ यो कुलिङ वाटर 2टा लाइन हो। एउटा हावाको लाइन हो, एउटा फ्रेस वाटरको लाइन हो, एउटा ग्राउन्डको लाइन हो, एउटा सिलिकनको लाइन हो है। अलिकति धेरै अगाडि नै पुगेको छ। अहिले लगभग 188 रिङ काटिसकेको छ। यसरी हल्का पानी पनि लिकेज भइरहेको छ। यसमा चाहिँ हामी पछाडि पियुसी हालेर गर्छ है।